भाइलाई पूजा गर पानी सानी अरु तेल त्यही त काम गर पानी यसो छम्काउ पानीले भाइ अलिक अगाडि बस अगाडि अगाडि अझै अगाडि अझै अझै यतादेखि होला तेलले यसो घेरा बनाउँदै भयो विधि मात्रै अब ल लु राख अगाडि लु अब यता लु दुवैजना तिमीसँग छ आउनु पूजा गर्नु त आउनु अनि यसो यसो कुम मात्रै गर कति अल्छी लागेको लाइन भाइको शत्रुहरूलाई भाइको शत्रुहरू भित्र आयो बाहिर निकालिदेऊ पछाडि फाल्देऊ तिमी पछाडिको शत्रुहरूलाई शत्रु कता कता हुन्छ नि त वरिपरि हुन्छ नि सेतो लगाउने छम्क्यौ त्यो कलश झिकेर हो त्यो कलश झिकेर हो त्यसरी झिकेर भाइलाई आजै हो भिजाउनु पाएको भिजाइदियो सेतो लगाइदेऊ लामो 7वटा रङ आँट्ने गरी मैले त भने वाट्सएपमा अझै मजाले लगाऊ अझै माथि 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 कपाल ल अब त्यसमाथि कलर कलर लगाइदेऊ जुन भयो नि लगाइदेऊ तिम्रो मर्जी 7 रङ अब त्यो पुछ एक ठाउँ हो त्यसरी अलिक मजाले लगाइदेऊ अलिक धेरै धेरै लगाइदेऊ मजाले डार्क हुने गरी मजाले नै लगाइदिएन यसले झन् टकटक लगाइदिन्छ कि भनेर कान पछाडि यस्तोमा त्यही माथि टचअप टचअप गर्दै तिमी मजाले हाल मजाले सबै हाल भयो भयो काइली फिङ्गरले काइली गुड कुन कुन कलर कहाँ कहाँ थियो त्यही त्यही लगाइदेऊ ल अलिक मजाले त्यो हात कुन पाराले गरेको यस्तो गर न यस्तो यस्तो गर मजाले अलिक हाँसेर मुस्कुराएर कस्तो झगडा पर्न मन लागिसक्यो होला नि नहल्ली न मुटु हो त्यस्तरी डार्क डार्क लगाइदेऊ कान पछाडि जुन भयो नि लगाइदेऊ बस तिमी पनि बस दुवैजनाले सँगै लगाइदिन्छ क्या सिधा कस्तो लामो लगाइदिनु आँट्यो फेरि
ग्रीन लगाइदेऊ ग्रीन र येल्लो लगाइदेऊ हो त्यतिकै गरिदेऊ हो त्यस्तो मात्रै गरिदेऊ अब अर्को येल्लो लगाइदेऊ त्यही माथि लगाइदेऊ त्यही माथि ओ माइ गॉड ल अब कानमा पनि लगाइदेऊ अर्को पनि लगाइदेऊ ग्रीन भयो एउटातिर लगाए हुन्छ त्यस्तो गरेर त तिम्रो फेसहरू देख्दैन त्यस्तो गरेर हात नापेको त नानी कस्तो देख्यो तिम्रो हात मजाले अलिक टपक्क भाउ किन हाटेको येल्लो लगाइदेऊ येल्लो कानमा पनि लगाइदेऊ कान हुन्छ हौ जुन भयो भने कति फर्मालिटी पुरा गरेको अर्कोपट्टि ल ल अब पहिले दक्षिणा दिने कि खतरा लगाइदिए थोरै मात्र साइन खानुपर्छ ए कप खाऊ कप खाऊ फेरि मलाई यहाँ स्टोरेज फुल भइसक्यो रिस उठिसक्यो है अलिकति खाउने चाखा मात्रै चाखा मात्रै त्यसरी मन नपर्ने होला नि कप खुवाइदिनु सक्दैन अर्कोले पनि फेरि ओइ खाए खायो ल अब ससेज खुवाऊ एन्जल पनि खुवाऊ अन्डा खुवाऊ रोटी खुवाउनुपर्छ रोटी एक बाइट भयो भने रोटी खुवाऊ नानी रोटी खुवाऊ क्या रोटी खुवाउनुपर्छ एन्जल पनि खुवाइदिए रोटी अलिकति खुवाइदिए अन्डा रोटी अलिकति अन्डा सबै दिए अलिकति खुवाइदिए अनि भाइले रोटी थोरै खुवाइदेऊ न एक टुक्रा दुई हातले खुवाइदिने त्यस्तो होइन अलिक मुख भत्किन्छ फेरि अनि अन्डा कप खुवाइदेऊ अन्डा सस गरेर अलिकति खाऊ अब कोक खानु मन थियो होला है चोको बारिदेऊ अब गिफ्ट त लागिगएको छ अब लु साइन पैसा गनेर दिनु 10 नोटा टेन देऊ खुसी दिदीलाई 10 एन्जल दिदीलाई भाइलाई ढोगाउन दिनु क्या ए माला कोही लगाइदिएको ए माला त चिया किसर सबै खुवाइपी भयो होइन एन्जल आइदियो भाइले माला एउटा कस्तो छिया कस्तो लाटो छ के पारा लगाइदिन्छ यो एन्जल मजाले सबैको लागि खुसी दिदीलाई पनि सिनियर खुसी दिदीलाई हातमा दिनु
अनि खुट्टामा ढोक्नु टचअप भएन क्या हो अब लोभ गरेको देखाउँछ नि तिमीलाई म दिन्छु त हातमा देऊ ल्याउ अनि खुट्टा ढोका फुकाउनु हुँदैन दिनभरि तिमीहरू खाओ पनि जान्छौँ आइहाल त अघि कता पुऱ्याइसकेछ नि गुड लाज भयो फुपूसँग छैन जेठी फुपू त पर छ नानी फुपू अब यहाँ नजिककोले मात्रै चौबन्दी चोलो चाहिँ म लाउन सकिनँ मेरो पनि आज लाउँ कि भन्ने फेरि गर्मी हुन्छ होला भनेर म त खोइ हिउँदोमा चाहिँ साह्रै राम्रो हुँदो रहेछ न्यानो हुन्छ नि मैले नै आजै मात्र लगाएको हजुर किनेर तपाईँले त लागेकै थिएन नि माला लगाएको त खै दिनु उसको अहिले फुपूलाई सेवा गर्नुपर्छ ढोकेर खुट्टामा एकछिन ल मान्छे अनुसार सानो सामे जाने भाइ साग खाँदैन भाइ हजुर होइन अरू बेला कि ऊ खै कोही कोही बेला बाहिरकोहरू फ्राईहरू त्यो केएफसीहरू त खान्छ फेरि स्ट्यान्डर्ड मात्रै होइन हजुर